सो धरान चाहिँ मलाई एकदमै घुम्नु मन थियो बच्चैदेखि नै विथ माई फ्रेन्ड फ्यामिलीहरूसँग त घुमेको हो तर साथीहरूसँग घुम्नु चाहिँ एकदमै रमाइलो हुन्छ। सो यो नयाँ वर्ष चाहिँ कहाँ जाने भनेर साथीहरूले डिसाइड गरिदिएको सो मैले भने लेट्स गो टु धरान है। अनि ओके दे अल्सो एग्री विथ मी है। सो वी आर गोइङ टु एक्सप्लोर द धरान अनि त्यहाँको फुड लोकल फुड त्यहाँदेखि हामीले त्यो घुम्ने ठाउँहरू एभ्रिथिङ वी आर गोइङ टु एक्सप्लोर। सो यो नयाँ वर्षको उपलक्ष्यमा पारेर चाहिँ सो वी आर गोइङ धरान। सो लेट्स कन्टिन्यू माई भिडियो विथ माई फ्रेन्ड। सो लेट्स बिगिन द भिडियो। सो राइट नाउ हामी चाहिँ मूलघाट छौँ होइन। मूलघाटमा खाजा खाना बसिरहेछौँ अनि पछाडि चाहिँ विशान सुमन अनि छेतेन छ। होप यु नो देम है। अनि नबोल्नको तँलाई म बोलाउँदिनँ। ए के अरे तेरो नाम विकास तँले विकास भन्दिनँ मैले तँलाई। अनि त्यही हो धरानसम्मको यात्रा छ। अनि सो अहिले चाहिँ हामी मूलघाटमा हल्का माछा खाएर टेस्ट गर्ने प्लान गरिरहेको छौँ। लस्सी बिगिन द भिडियो। सो भोक लागेर यसलाई चाहिँ भोक लाग्यो भने फेरि यसको सेकेन्ड च्याप्टर निस्किन्छ। त्यही भएर हामी चाहिँ अनि त्यही भएर बिरयानी अनि त्यसपछि कोकहरू खाँदैछौँ। चाहिँ कहाँ जाने भन्ने कुरा भयो त केटा? इटाली जान्छस्? कहाँ जानु भन्दा नि एउटा पोइन्टै छैन क्या। यहाँ तल एउटा छ क्या तर जाने बाटो थाहा छैन। कहाँ भन्नु जङ्गलको बिचमा ए दुध उहाँ उताबाट बाह्र क्षेत्रबाट थाहा छ त भन्नु जानुभएको छ। के छ त्यहाँ? त्यही पोखरी छ यस्तो जङ्गलको पोखरी छ। फिसिङहरू गर्छ त मान्छेहरू। अनि त्यही यता रेस्टुरेन्ट सेक्वाहरू पाउँछ। 2-3वटा दोकानहरू छ क्या। पौडी खेल्न जानुपर्छ क्या हो साथी? पौडी त कहाँ? पौडी त पल्लोपट्टि चाहिँ होला है। कि पोस्टेलाई भन्नु न त्यसको पोस्टे कहाँ छ र? हिलेमा छ भने त अब इटाली नजिकमा है पौडी खेल्नु। पौडी खेल्ने भए त तलतिर त गइहाल्थ्यो नि। के अरे होइन हो त्यसको उयसबारी होटलबारी ए सोल्टीमा होटलमा सोल्टीमा पौडी पनि खेल्न आउँदैन डुबेर बसिराख्नु। सो बिरयानी खाइसकेर चाहिँ अब नेक्स्ट डेस्टिनेसनतिर हामी लाग्ने हो होइन। एकछिन आराम गर्ने हो किनकि खाना खाएपछि अलिकति अल्छी बन्नु तर अब गर्मी रहेछ यार धरा। कुन गीत भन अब? दिल कहे अरमानी भन्ने आँटेको थिएँ क्या म। So right now we are हामी चाहिँ कहाँ आइपुगिरहेको छौँ भने हामी चाहिँ यो ठाउँको नाम चाहिँ के हो? सिमसारा। धरान इटलीको बिचमा पर्छ।
के हो यो ठाउँ न तेलिया तेलिया तालतलिया यहाँ साले घुम्न आएर चाहिँ ठाउँको नामै थाहा छैन यार कस्तो बिल्लै भएन त तर हुनु चाहिँ दामी सिनहरू छ यहाँ होइन यस्तो बबल छ फिसिङ गर्न आउँदो रहेछ मान्छेहरू यहाँ धेरै यस्तो दामी छ होइन भिडियोको लागि सो हामी चाहिँ यत्तिकै सबै मान्छेहरू माथि 3 जुरे गयो होइन त्यही भएर चाहिँ हामी चाहिँ तलतिर झऱ्यो क्या तलतिरको मान्छे सब मासतिर गयो तर ओभर वाइल्ड गर्मी रहेछ यार ब्रो क्यान नट इमेजिन कति गर्मी छ भनेर सो एक राउन्ड हानेर आई डोन्ट नो वाट वी आर डुइङ है त्यही नि राउन्ड हान्दैछौँ हामी खोइ उहाँ माछा छ रहेछ यार आई थिङ्क दे जस्ट नयाँ वर्ष चाहिँ यिनीहरूलाई लागिरहेछ क्या तर हामी त ऱ्यान्डमली आएको यार वी डोन्ट ह्याभ एनी मोटिभ है टु कम हियर सो अब चाहिँ हामी पोखरी हेरिसकेपछि अब इटरी जाने अनि इटरीबाट धरान हामी सेलरोटी पकाउँदैछौँ यहाँ लिटरली सो यहाँको पनि हेरिसक्यौँ नट द्याट मच गुड नट द्याट मच गुड यस्तो गर्नु सक्दैन भाइ गर्मी चाहिँ वाइल्ड छ यार अनि यहाँ प्याजी आलु चपहरू खाएर हामी अब इटरी जाँदैछ इटरीमा के फेमस छ त्यो खाने अनि एकछिन घुम्ने इटरी अनि फेरि धरानतिर लाग्ने सो बेसी सो अब हामी जाँदैछौँ धरान अब धरान भेट हुन्छ जाँदैन त्यही त ओभर कुदो क्या अनि कसरी कुदायो भने त तर सम्म भएर पनि होला सो अहिले चाहिँ हामी धरानको यहाँ क्याफेमा आइरहेछौँ अब यहाँ गएर केही खाने हो त्यो कुद्दैन क्या यो मलाई लागेको थियो जाउँ रुम खोज्नु अब पर्छ सो हामीले चाहिँ रुम लिएर यहीँ बस्ने प्लान गऱ्यौँ किनकि म एटलिस्ट सेतो मजा कालो मजा भएको भए अलिक नदेखाउनु हुन्थ्यो सेतो मजा सेतो जुत्ता कालो मजा अरे चेन्ज चाहिँ के हो यो त्यो त कस्तो हुन्छ त्यो कट्टु के र हरियो अनि ड्र्याग जस्तो क्या यो कस्तो आँडै कुरा नगर्नु त फेरि नलाएको हो चाहिँ नदेखा भन्नुहुन्छ लगाएको त छ त अब चाहिँ हामी बाहिर जाने यस्तो गर्मी यार प्लास्टिक गर्मी क्या कसो नुहाइधुवाइ गरेर हामी एकदम रेडी भएर बसिरहेको छौँ नुहाइधुवाइ अफकोर्स सुरुमै नगर्छ भाइ तर बोलाएको त तैँले उठाइनस् अरे उठिनस् त गर्मी चाहिँ हावा एकताल आफूतिर फर्किँदा चाहिँ आनन्द आउँथ्यो कि फेरि कतिखेर यता आउँछ भने पर्खिनु पर्ने क्या के को के हो त्यही त होइन मैले भनेको पेमेन्ट पेमेन्ट गर्नु पऱ्यो भनेको होइन भाइ तिमीहरू आइराख्ने हो अरे अनि ओके छ त हामी त सो अब चाहिँ हामी बाहिर जान्छौँ जुत्ता ल्याएर
मोबिल खोज्दा खोज्दा यार आँखा ढङ्ग आधी झरा नै हामी डुलीमा नाउ हामी चाहिँ यहाँ घन्टाघरको अगाडि स्ट्रिट फुडमा छौँ सो हामी स्ट्रिट फुड चाख्नुको लागि आइरहेको छौँ सो मोमो केमा दियो मोमो मात्रै भयो हुन्छ यो केमा खानुहुन्छ केमा थियो चिकन ए हुन्छ चिकन बफ हो कि भनेर कस्तो छ केटा हो आन्टी छेउमा भएर अचारले गर्दा नि दामी बनाएको थियो टेस्ट मिठो छ यार म त मासु भेट्दिनँ त हुन्छ क्या चाउमिन पनि आइसकेको छ अन्डा चाउमिन भन कस्तो छ ओके छ त सो स्या भ्याली पनि आइसकेको छ चाक त कस्तो छ खाना जाँठा यसको मुखबाट टाउमा त हल्दिरहेछ कुन खालको हल्लेको त्यो चाहिँ थाहा छैन हामीलाई नि लास्ट डिस हाम्रो हटडग त्यहीबाट ट्राई गर्नु कस्तो छ कस्तो होइन चिज हो नि त्यो अघिको फेरि यहाँको चाहिँ मिठै छैन रहेछ अर्को दिन म आउँदिनँ अरे भाइरल बनाइदिनु क्या सो अहिले चाहिँ हामी कहाँ हो यो ठाउँको नाम डन्डा चोकमा छुम खाना खाइपछि खाना पनि के भने फुड हन्टिङ गरिसकेपछि यहाँ टक्क बिबेन आएको विकास हामी 3 जना सो एकछिन यहाँ बसेर हामी भ्यूहरू हल्का इन्जोय गर्ने कहाँ चाहिँ माथि हो ए के जाने भोक लाग्यो जान्थ्यौँ नि छैन भोक लाग्यो नि लोत खाइयो कुन ओसोको हर्का साम्पाङको के उता भन्न नाम चाहिँ पानबारी के छ अदरमा चाहिँ कस्तो रुख देख्छस् क्या 100 हाउस जानुपर्छ त्यसको बस्ने जाँटा हेर्नु मात्रै आएको जस्तो लाग्यो तँलाई चिलमा बस्ने एकछिन सो अहिले चाहिँ हामी छौँ भेरेटारमा अनि भ्यू हेर्दै एकछिन आराम गर्नु के भन्दा हेर्न खोइ यार तैँले बोलाएको होइन होइन सरकारले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने भनेको छ फ्रिक्वेन्सी द भ्यू चाहिँ गाइज धरन चाहिँ राति चाहिँ ओपर दामी देख्छ होइन ओपर वाइल्ड छ यार परदेखि यहाँसम्म आज त यार आज कस्तो भने त्यो धेरै डुल्नेलाई फ्यान लगाउने भयो आज हामी सबसे धेरै हाइएस्टमा पर्थ्यौँ मलाई एउटै बाटो कति ताल कुद्यौँ सरकार चाहिँ पेट्रोल बचा भन्ने चाहिँ हामी चाहिँ झन् महँगो झन् कुदेको सो के अरे यो साधेको के कस्तो छ है विकास आज चाहिँ यो फुड हन्टमा गएर निस्किरहेछ हाम्रो पेट होइन घैटा हो यार जति खाजा पनि नअट्ने चाक्ने हुन्छ नि आज यो भनिदिन्छ त्यसले सो खाना खाएर हामी एकछिन आराम गर्दैछौँ विकास कस्तो भयो फुड वान ठिकै सेकेन्ड कस्तो भयो दामी भयो त जस्ट 2 दिनमा ओभरलोड घुम्यौँ है हामी भाइ के भन्नु छ तँलाई तेरै प्लान थियो नि फेरि जस्ट दामी नै भयो एउटा फोटो खिचौँ न हौ
सो मूलगढबाट चाहिँ छिन्ताङ जाने अफ रोड हामीले युज गऱ्यौँ र हामीलाई चाहिँ 3 घन्टा लाग्यो सो होप यु सी यु एट नेक्स्ट भिडियो बाई बाई